गुड मर्निङ एभ्रिवान। यो चाहिँ चिबाकेनको नागरियामा हामीहरूको चाहिँ लाइसेन्स लिने ठाउँको सबैभन्दा नजिक ठाउँ। यहाँनिर कस्तो राम्रो अहिले रुखु गाछको सिजन भएको कारण जताततै हरियाली छ अनि अलिअलि पातहरू पनि झर्दैछ। गोगाछुभन्दा रुखु गाछु अलिकति यो भए पनि कति धेरै रमाइलो। यहाँनिर जङ्गल छ, यहाँबाट जाने बाटोहरू कस्तो राम्रो के। हामी चाहिँ यहाँनिर जाँदैछौँ। टाइम 2 घन्टा छ। हामी रिजल्टको पर्खाइ हुँदा चाहिँ यो ठाउँमा जाँदैछौँ। सबै नयाँ साथीहरू अगाडि हुनुहुन्छ। यहाँनिर चाहिँ मान्छेहरू अलिकति टाइम भएको कारण यहाँनिर रेस्ट गर्नको लागि आइरहेका छन्। यहाँनिर चाहिँ गर्मी भएको कारणले यसभित्र कति धेरै शीतल छ अनि यहाँभित्र बस्ने ठाउँ रहेको छ। हामीहरू पनि यहाँनिर जाँदैछौँ कस्तो रहनेछ। तर यहाँभित्र चाहिँ एकदमै राम्रो यहाँ वरिपरि रोडहरू छ अनि यतातिर कम्बिनीहरू छ। तर यहाँ यसैको छेउमा चाहिँ यस्तो राम्रो कि जहाँ केही पनि छैन जस्तो देखिन्छ। तर कस्तो राम्रो यहाँनिर वरिपरि कति धेरै ठुलो रोड छ। हाइवे छ तर यसको नजिक चाहिँ यस्तो सुनसान जस्तो जङ्गल देखिने ठाउँ कस्तो राम्रो। हाम्रो जाँदैछौँ। हेरेर आउने।